दर्शक नमस्ते है दर्शकहरू हेर्नुहोस् खाडी मुलुकको चाहिँ अब यो खजुर बनिन्छ हाम्रोतिर चाहिँ अब पहिला अब सुकेको खाइन्थ्यो छोकरा बनिन्थ्यो इन्डियाबाट आउँथ्यो कताबाट आउँथ्यो कुनै थाहा भएन खाइन्थ्यो अलिक मिठै हुन्थ्यो यही जस्तो अहिले यो सुकेको यो त्यस्तै लाग्थ्यो यो चाहिँ वास्तविकमा चाहिँ खजुर भन्दो रहेछ यतातिर चाहिँ यो खाडी मुलुकमा धेरै फल्छ धेरै खान्छ यही हो अनि यतातिर नि छ अनि उतातिर नि धेरै बोट छन् तर फल्नु चाहिँ धेरै फलेको छैन उताको चाहिँ यहाँ चाहिँ फलेको छ सानो बोट भए पनि खतरा फलेको छ यो झारभित्र पनि छ है फेरि यो खाएपछि त फुल पावर हो नि फुल पावरवाला हो गर्मीको टाइममा मात्र यो पाक्छ अझै लाग्छ 2 महिना तर काँचै खाइहाल्छ नि केटाहरूले यो परको चाहिँ फलेको छैन अनि अर्को एउटा फेरि औषधिको रूपमा यो चाहिँ प्रयोग गरिन्छ यो ग्रास मेलन भन्छ हाम्रोतिर त खै खर बनिन्छ यो चाहिँ कसरी प्रयोग गर्नुपर्छ भने गाइसहरू रसगुरिनहरू यसरी निकाल्ने हो अनि यसरी टुक्रा पार्ने टुक्रा हुन्छ टक्कै बाँच्ने हो यसरी अनि यो टुक्रा कलिलो हुन्छ यो चायामा लगाएर खाँदाखेरि बिहान चायामा ब्ल्याक टीमा लगाएर खाँदाखेरि एकदम स्वास्थ्यको लागि चाहिँ राम्रो हुन्छ अनि कतिपय जसोले चाहिँ प्रयोग गरिरहेका छन् धेरै जसोले प्रयोग गरिरहेको पनि थाहा भएको पनि होला थाहा नभएकोले पनि यो प्रयोग गर्नु है आफ्नो स्वास्थ्य राम्रो हुन्छ भन्नु खोजेको यो एकदम काटेर एक टुक्रा मात्रै यति मात्रै हाल्नुहोस् कप उसमा ब्ल्याक टीमा अनि अथवा पानीमा भए पनि हुन्छ यसको नाम चाहिँ ग्रास मेलन भनिन्छ है त